सबैजनालाई वेलकम टु माई मिनी ब्लग। आजको मेरो मिनी ब्लगमा चाहिँ म र बहिनीले चाहिँ मुकबाङ गर्न गइरहेको छु। आजको हाम्रो मुकबाङ कस्तो हुन्छ तपाईँहरूले हेरेर साथ दिनुहोला। धन्यवाद। ल सुरु गर न। यो चाहिँ ए सरी, हाम्रो चाहिँ चिसोमा चाहिँ यो फेन्टा छ। हामीले चम्चा ल्याउनु पर्छ नि त। ए हातले बजाइ यस्तो गर्ने तर है यस्तो गर्ने। मिठो छ, मिठो छ अरे नखाइकन बधाई छ। कस्तो भयो? दामी। यो अचार चाहिँ मैले तिल र टमाटर दुईवटा लगाएको। मलाई तिल चाहिँ लास्टै मनपर्छ। यो टमाटरको अचार भन्दा चाहिँ तिल चाहिँ लास्टै मनपर्छ। तिलको अचार चाहिँ ब्राभो। अनि टिमुर जानु भएन? सिने टिमुर पनि यो मैले माछा मोमो बनाएको। कस्तो भएछ? माछा जस्तै भएछ। यो चाहिँ बुलडग र 3X स्पाइसी वाला करेन्ट नुडल्स चाहिँ देख्न सक्नुहुनेछ। बहिनी खाऊ त्यो पनि। त्यो चाहिँ अलिकति खान्छु म। पहिला मैले खान सक्दिनँ थिएँ नि त यस्तो पिरो। म त पहिला म गाउँमा हुँदैन कति कति बक्सरमा 10 हुन्थ्यो है। कति 500 गर्थ्यो हो नि मम्मीले कराएर माथि मलाई। त धेरै यस्तो धेरै पिरो नै खानु हुँदैन। खान यो चिसो हुनुपर्छ क्या। मलाई यहाँ हाल्दैन, म यहाँबाट खान्छु। मैले हाल्नु? ओ कति लामो! ओ माई गड! के छैन। तिमी अस्ति कहिले आएको हो? म 3-4 महिना भयो अब। पहिला जुलाईमा आएको थिएँ है। मलाई चाहिँ बहिनी आउँदाखेरि चाहिँ यस्तो चाहिँ बनाइदिन साह्रो मन लाग्छ कि, किनभने अब के बनाइ खाँदैन। जे थाहा भएको कुरा हो यो त। बहिनीले बनाएर चाहिँ खाँदैन यस्तो है। वातावरण पनि राम्रो छैन नि त बनाएर खाने। वातावरण त फर्स्टमा त वातावरण राम्रो हुनुपर्छ। मिठो हो। अचार कस्तो भयो? एम्मी छ। सिरुवाई बहिनीको नाममा सब मैले पो बढी खाएँ जस्तो लाग्यो है। यहाँबाट यहाँ यहाँबाट खोइ कहाँ खायो। गाइस पिरो खबिस्तान सबसे बढी पिरो खाने तिमी थियो है पहिला। नसक्ने रहेछ। स्पाइसी भएर मिठो भएछ हौ। तर यो हुन्छ नि मलाई चाहिँ फेरि यो करेन्टहरू यस्तो स्पाइसीवाला चाहिँ साथीहरू हुँदा मात्र खानु मन लाग्छ के। किनकि एक्लै त मलाई साँच्चीकै खानु मनै लाग्दैन। एक्लै त घाँटीबाट एउटा त जान्छ, त्यो त फेरि ऊ भन्ने गफ होइन। अनि पत्याउने खालको गफहरू पनि नि। कस्तो उयो हुन्छ नि
खानै मन लाग्दैन क्या एक्लै एक्लै त कस्तो के भएको हो तर म एक्लै हुँदैन खान्छु मोमो खान्छु हौ समानमा त लप्ठ्याउनु चल्छ के हो र के भयो होला चपस्टिक के भयो आज सधैँ त आउँथ्यो चलाउन बोल्दै जाउँ नि त तिमीलाई नखाऊ अरे थाहा छ हेर न फेरि एउटा काटे पनि ताना अब खाना त्यहाँ बिसाउँछ पो ल बिसाउँदै खाने नि त नि तिमीलाई धनिया कतिको मनपर्छ पहिला त मन पर्दैन पहिला त कस्तो किरा गर्न आउने जस्तो लाग्थ्यो गाउँमा हुँदा अनि तर स्कुल पढ्दाखेरि चटपटे लगाउँथ्यो क्या अनि त्यहाँ चटपट खाँदै जाँदाखेरि बानी पऱ्यो अहिले चाहिँ मनपर्छ नखायो म पनि खायो एमा चाहिँ फेरि रहर मात्र हो कि धेरै खानु चाहिँ सक्दैन कसम मलाई त्यही भएर म मोटाएको म त तर मोटाउनु मात्रै छैन अलिकति त मोटाउनु पर्छ अति भयो तर म त खासै मोटाउनु मात्रै लाग्दैन हौ पहिला सानोमा धेरै मोटो भएर होला गाइज आजकल त मलाई मोटो त खासै मनै परेन आज मलाई यसले नखाऊ भने जस्तो लाग्यो त्यही भएर म मोमो मात्र खान्छु किन कामेको पिरो भयो फेन्टा खाएको पेटै ध्यानमा दिएर गाइज बढी भयो लास्टमा चाहिँ चेस गरौँ न त टक मलाई सक्दैन अब म यतै खान्छ भयो भयो हो नै तिमी 1 2 3 4 खाऊ म तिमीहरू मैले अघि यहाँदेखि यति सबै मैले खाएको है फेरि धेरै त खानु नसक्दैछ है मैले अघि उता नि कति खाइदिएँ अनि यो मुक्बाङहरूले गर्नेहरूले कि बिहानदेखि बोकै हुन्छ हो त्यो त त्यही भएर उनीहरूलाई थाहा हुन्छ भन्दै आज मलाई बहिनीको मुक्बाङ चाहिँ कस्तो भयो तपाईँहरूले हेरेर इन्जोय गरिदिनु होला भन्दै ओके बाई बाई अनि कमेन्ट पनि गर्नु होला कसले धेर खायो सबसे बढी मैले खायो मैले खाएँ